साथीहरू यो चाहिँ मैले घाँस काटेर हाल्दैछु हैन। घाँसले चाहिँ मजाले खाँदो रहेछ कि घाँसले कुखुराले चाहिँ कम्ती खाँदो रहेछ यो घाँस किम्बुको घाँसले चाहिँ मजाले खाइरह है पात चाट्दै खाँदै गरेर म चाहिँ अब पछाडि सफा गर्न जाँदैछु। यो खोर भइहाल्यो लास्टको खोर हाम्रो यो ठुलो खोर अब लास्टको खोर यस पछाडिको चाहिँ यो जमिन हो। हेलो साथीहरू नमस्ते के छ म आशा गर्छु तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ। तपाईहरुलाई आजको मेरो भ्लगमा स्वागत छ गाइज। म चाहिँ यति बेला मेरो कुखुराको खोर भन्दा बाहिरपट्टि पछाडिको जमिनमा छु। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यस्तो मजाले हरियाली भइराखेको छ। यहाँ बारीहरुमा चाहिँ पुरै घाँस छ हैन। म यो चाहिँ घाँस काटेर कुखुरालाई दिनेवाला छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कुखुराको मल हो गाइज। यतिका समयसम्म चाहिँ त्यो जम्मा भएर बसिराखेको छ। मल कहाँ हाल्नु तरकारी लाउने ठाउँमा चाहिँ अब कुखुरा पाल्लिया चाहिँ कुखुराको मल चाहिँ यहाँ जम्मा भएर बसेछ। बर्खाको समयमा पानी चाहिँ यहाँसम्म आउँछ हैन भरिएर, त्यही भएर यो चाहिँ बगाउन सक्छ। अनि यसलाई चाहिँ म यहाँ सफा गरेर मलहरूलाई चाहिँ यहाँ थुपार्छु यहाँ। अनि यो घाँसहरू चाहिँ काटेर म कुखुरा र हाँसलाई दिन्छु। तपाईहरुलाई म त्यसपछिको भिडियो चाहिँ देखाउने छु गाइस। म देखाइराख्नु त सक्दिनँ मोबाइल समाउनु कि घाँस काट्नु हैन। भर्खरै पानी खाएँ। पानी यस्तो गर्मी छ, गर्मीमा चाहिँ पर्याप्त पानी खानुपर्छ के चिसो फ्रिजको पानी। अनि यहाँ मसँग चाहिँ हँसिया छ। अब यसले म यहाँ झ्याम घाँस काटेर सफा गरेर म तपाईलाई देखाउँछु। यो घाँस काट्नु खोजेको सकिएन, मान्छेले लास्ट टोक्दो रहेछ हैन। यहाँको फोहोरलाई मैले चाहिँ उठाउँदै वहाँसम्म पुर्याएँ। अब त्यहाँ चाहिँ बर्खाको भेल पानी आउँछ, बाढी आउँछ अनि त्यो सबै लैजान्छ। त्यसपछि वहाँनिर जम्मा गरेको मलहरूलाई चाहिँ मैले जति सक्छ यता तानेको छु। यत्रो धेरै जम्मा भएर बसेछ कुखुराको मल। अब यो बर्खामा पानीले पनि भिज्छ होला। अब बर्खापछि चाहिँ बल्ल खेती गर्ने ठाउँमा चाहिँ हाल्न मिल्छ। यो लास्टै गर्मी भयो है, पसिना पनि छुट्यो। अलिकता मात्रै किम्बुको घाँस मात्रै काटेर हालिदिएँ मैले कुखुरालाई। अब चाहिँ मजाले खेलिराखेको छ। म चाहिँ अब जान्छु घर जान्छु। यस्तो छ अवस्था, पसिना निक्लेर लास्टै गर्मी छ। मच्छर लाग्दो रहेछ कि बेसरी अरू भन्दा नि यहाँनिर। यो चाहिँ हाम्रो छिमेकी दिदीहरूको के भन्छ होला सीताफल भन्दो रहेछ नि, यस्तो रहेछ। अनि यहाँनिर पछाडि यहाँ चाहिँ दिदीहरूको बारी छ। यतापट्टि खोरहरू अस्ति कोइलरको चल्ला हाल्नु भएको छ उहाँहरूले पनि 10-12वटा। उहाँको चाहिँ यहाँ भाले छ एउटा भाले र पोथीहरू छ। यहाँनिर उल्टे कुखुराहरू छ, अन्डा दिइराखेको छ। घाँसको बच्चाहरू छ। म चाहिँ घर हुने गाइज अहिले चाहिँ साँझ परिसक्यो हैन। कति बज्यो अहिले चाहिँ साँझको 7 बज्यो। यता चाहिँ भर्खरै पानी परेर बिसाएको थियो, त्यही भएर कुखुरालाई सब थुनेर अनि तिरपाल लगाएर राख्दैछ भने यो कुखुरालाई चाहिँ म त घरमा थिएन, मम्मीहरूले भाइहरूले थुन्नु भएछ। अनि यहाँनिर चाहिँ हाम्रो यो कोइलरको चल्ला छ। बस्यो जाडो भएन बिचराहरूलाई, यहाँ छ। अनि यहाँ तल चाहिँ हाँस राखेको छौँ। फ्रन्ट क्यामेरा भयो, अर्को ब्याक क्यामेराले देखाउँछ है। यहाँ चाहिँ हाम्रो यो परेवाको बच्चा छ। यो 2 जोडी परेवाको सबै पोखाएछ यिनीहरूलाई दिएको। यो भाँडा अलिक खराब भएछ कि नमिलेको रहेछ। अनि यसको माउले चाहिँ अर्को बच्चालाई कुमिराखेको छ। बच्चा पनि हुर्किँदैछ अब त। अनि हाँसको बच्चाहरू यहाँ छ, यहाँ हाँस छ। अनि त्यसपछि उतापट्टि ओठारो बसेको एउटा लोकल छ। कोइलरहरू यहीँ बसिराखेको छु। अनि अघि मनबाट चाहिँ मम्मीहरूले यहाँबाट एउटा भाले बेच्नु भएछ। भाले बेच्नु भएछ यहाँबाट, ठिक गर्नु हो। पानी परेको यस्तो बेचेको चाहिँ हुन्छ यहाँनिर। फाइटरहरू यहाँ छँदैछ। यहाँनिर चाहिँ
हाम्रो फाइटरको बच्चाहरू छ। यहाँ हाँस छ, यहाँनिर एउटा हाँस र फाइटरको बच्चा अनि कमजोर बच्चाहरूलाई यहाँ राखेको छु। अनि सधैँ चाहिँ हाम्रो जुली चाहिँ यहाँ बस्छिन्। आइज आऊ आऊ निक्लिनु माने यहाँ आइज आइज, हुन त राति निक्लिन्छ यो। गाइस आजको लागि चाहिँ भिडियो नै यति नै। अन्तिमसम्म हेरिदिनु भएको लागि धन्यवाद है। नौलो एकदम पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है। तपाईँहरू जतिजनाले मेरो भिडियो रेगुलर हेरिराख्नु भएको छ उहाँहरूलाई थाहा सबै छ सबै कुरो। तपाईँ सबैलाई धन्यवाद।